आज म चाहिँ विशेष गरी हाम्रो यहाँ भाउजूको बर्खन्तामा आएको छु र यहाँ चाहिँ हाम्रो आफ्नै रीतिरिवाजमा धान नाचिराखेको देखेर नौठो पनि देखिन्छ अहिलेको जमानामा। अहिलेको युवाहरूले चाहिँ हाम्रो धान नाच हाक पारे ख्याली भनेको चाहिँ बिर्सिसके। यहाँ चाहिँ यसरी हामीले आफ्नो जातिको आफ्नो पारम्परिक चाहिँ यसरी जगेर्ना गर्दै संरक्षण गर्दै यसरी आफूभन्दा पाकाहरूले चाहिँ यसरी नाचिदियो भने अहिलेको युवाहरूले पनि सिक्छन्। यो भनेको चाहिँ ज्ञान हो। हो नि आफ्नो रीतिरिवाजलाई त संरक्षण गर्नु पर्यो। हामीलाई पो आउँदैन त हौ। आउनेले त नाच्दै गर्नुपर्छ क्या। यो त लोप हुँदै गयो नि त।